नमस्ते, गुड मर्निङ सबैजनालाई मेरो युट्युब ब्लगमा। के छ तपाईँहरूको हालखबर? मेरो ठिकै छ। म अब बिहानै ड्युटीबाट यसो नास्ता लिन गइरहेको अवस्था हो। नास्ता च्याट्टै खाएर ड्युटी गर्नुपर्छ। अनि मलेसियामा कम्पनीमा पनि खुलेको छ भनिरहेछ। अनि सेक्युरिटीहरूमा पनि डिमान्डहरू छ भनेको छ। तपाईँहरूले विभिन्न सञ्चार माध्यमहरूबाट पनि तपाईँहरूले एडभर्टाइजहरू हेरेर राम्रो कम्पनी छानेर मलेसिया आउन सक्नुहुन्छ। अहिले बट्टा पनि लगभग 36-37 चलिरहेको छ र नेपालमा फेरि म्यान पावरहरूले बट्टा बढ्यो भनेर लगानी भत्तै बढाएको स्थिति छ। त्यो भएर ख्याल गर्नुहोला, सकभर फेरि भिसा फेरि टिकटमा आउने प्रयास गर्नुहोस्। त्यसरी आउँदाखेरि तपाईँहरूलाई एकदमै राम्रो हुन्छ। किनकि हामीलाई विदेशी बाध्यता हो, रहर होइन। किनभने रोजगारको एउटा सिर्जनाहरू, रोजगार प्रशस्त पाउने अवस्थाहरू छैन नेपालमा। राजनीतिले प्रदूषित भएको देश हो। त्यो भएर राम्रोसँग बुझेर बेसिक इङ्ग्लिसहरू राम्रोसँग बेसिक इङ्ग्लिसहरू बनाएर र केही सिपहरू सिकेर आउनुहोस्। म भन्छु सकभर तपाईँहरू सेक्युरिटी कम्पनीबाट नआउनुहोस्। सेक्युरिटी कम्पनीमा भन्दा तपाईँहरू कुनै सिप सिकेर प्रोडक्सन कम्पनीहरूतिर आउनुहोस्। इलेक्ट्रिक मलेसियामा त अब इलेक्ट्रोनिक कम्पनीहरू पनि एकदमै राम्रो छ। त्यस्तै गरेर यो गाडीहरूको इन्जिन सम्बन्धीको कामहरूमा, मेकानिकल कामहरूमा, अनि इलेक्ट्रिक सम्बन्धी विद्युत सम्बन्धी कामहरूमा, अनि अर्को प्लम्बिङको राम्रो डिमान्ड छ। तपाईँहरू सिपहरू सिकेर प्लम्बिङमा आउनुभयो भने पनि तपाईँहरूले राम्रो कमाउन सक्नुहुन्छ। त्यस्तै गरेर तपाईँहरू सिप सिकेर क्लिनरहरूमा पनि आउन सक्नुभयो भने त्यो पनि एउटा सिपै हो। क्लिनरहरू पनि राम्रो छ। सेक्युरिटीभन्दा अरू कामहरूमा राम्रो छ। होटेल लाइनहरूमा कुक सम्बन्धी सिकेर कुकहरूको काममा पनि आउनु भने एकदम राम्रो छ। धेरै सम्भावनाहरू छन्। तपाईँहरू भाषाहरू बनाएर आउनुभयो भने बेसिक इङ्ग्लिस मात्रै बनाएर आउनुभयो र सिपहरू राम्रोसँग सिकेर आउनुभयो। इन्डस्ट्रियल एरियातिर, कम्पनीहरूतिर सब आउने प्रयास गर्नु। होटेल लाइनमा पनि राम्रो छ। होटेल लाइनमा पनि खानापिना दिन्छ अनि आफूले कमाएको चोखो बच्छ। गुड मर्निङ। त्यही भएर सबैजनाहरू राम्रोसँग सिपहरू सिकेर भाषाहरू बनाएर आउँदा एकदमै राम्रो हुन्छ भन्न चाहन्छु। विदेशमा आएर जाँड रक्सीहरू नखाएर राम्रोसँग कामहरू गरेर केही पैसा बचाउन सकिन्छ। यहाँको जाँड रक्सी खान थाल्यो भने र केटीको पछि लाग्यो भने त हुँदैन। त्यो भएर पछि भविष्यमा बुढो हुँदाखेरि केही सहायताहरूको लागि पैसाहरू जम्मा गर्न चाहनुहुन्छ, गर्न चाहनेहरू हुनुहुन्छ र अब नेपालमा बसेर ऋणहरू भएको साथीहरू मजाले आउन सक्नुहुन्छ मलेसियामा। सकभर फ्री भिसा फ्री टिकटमा आउनुहोस् भन्न चाहन्छु सबैजनालाई। त्यही हो साथी। र बिहान एकदमै
सान्दर्भिक वातावरण छ, एकदमै मन्द चिसो हावा चलिरहेको अवस्था छ। म अब नास्ता लिन लगभग पुगिसक्न थालेको छु।